डिजिटल अनुहार एउटा रङ्गीन मोबाइलको स्क्रिनमा देखिन्छ हाई प्रोफाइल अनुहार। छैन वास्तविकता स्क्रिनको छायामा लुकेको छ। बर्मुडा ट्याङ्गलको जस्ता रहस्यहरू हेक्टिक समयको पर्खालभित्र थुनिएका जस्ता उकुस लुकुसहरू उकल्छन् चिसो हुर्यानका इनअर्गानिक जीवनहरू जहाँ घामहरू झर्दैनन् लाग्छ भावनाहरू इमोजीमा अड्किएका छन्। हृदयहरू छैनन् रियाक्सन मात्र छन्। भेटघाट होइन भर्चुअल मिटिङ छन्। सन्देश होइन नोटिफिकेसन छन्। कृत्रिम हाँसोका फोटाहरू झुटको रङमा रङ्गिएका छन्। गुनासोहरू स्टाटस बनेका छन्। लाइक कमेन्टमा दिन बिताएका छन्। साथीहरू फलोअर्समा बनिएका छन्। चिटचाटको भिडमा मौनता गुमेका छन्। सम्बन्धहरू एक क्लिकमै टुटेका छन्। जानु पर्दैन ज्येष्ठ नागरिकहरूको काँधमा चढेका लासको मलामी लेखी दिए पुग्छ हार्दिक श्रद्धाञ्जली। फेसबुकको बजारमा रिल स्टोरीलाई सितन बनाएर ककटेल पार्टीमा कर्तुतहरू खान्छन्। आत्माहरू सम्बन्धहीन कथाहरूमा बिलाउँछन्। एआईको आहारामा अस्तित्व ढालिन्छ। आँसुहरू मजाक बनेर हिँड्छन्। उगिरहेका बिपी माओ लेनिन मार्क्सका सिद्धान्त स्क्रिनमै परेड खेल्छन्। घाइते सम्भावनाका सभा सम्मेलन जुलुस प्रतिगामी अग्रगामी भिडन्त स्क्रिनमै छाती देखिन्छन्। स्टन्टबाजीमा दौडिरहेका मानिसहरू आफ्नै अनिला सपना हावामा फिजाएर यथार्थभन्दा परको कुरा नेटवर्कसँग काटकुट पारेर फेसबुक इन्स्टाग्राम टिकटक प्लेटफर्महरूमा तारेर खान्छन् हरेक साँझ बिहानी एउटा चित्रकारको अधुरो चित्र झैँ क्यानभासमा पोखिन्छन्। प्रदूषणले बान्ता गरिरहेका क्रूर सहरहरू एयरपोर्टमा उभिएका एकथान उदासी अनुहारहरू असन्तुलित व्यापारका बेकुसदी कथाहरू जो काल सर्पको एकै कुण्डभित्र चेतनाको चिता जलाउँदै सभ्यता पखालेर रमाइरहेका छन्। डिजिटल अनुहारमा